हेर्नु है गाइजहरू, आज मैले यो फर्सीको 1G कटिङ गर्न सिकाउँछु भनेको। यो 2G कटिङ गर्ने बेला भइसक्यो, लामो भइसक्यो। म टुर गएको थिएँ, त्यही भएर मैले ढिला भयो गर्न। 1G कटिङ भनेको तपाईँको यहाँदेखि उम्रिएछ, अनि 1 पात, 2 पात, 3 पात, 4 पात, 5 पात। 5 पातबाट माथि गएर यो मुन्टा काट्दिने। तर मेरो 6 पात, 7, 8 पात गइसकेछ। मैले 1G भन्दा पनि अब 2G मानौँ, त्यो काटिदिन्छु। यस्तो गर्दाखेरिमा एकदम राम्रो हुन्छ। यिनी फाल्तुका यिनी पातहरू यिनी काट्दै हुन्छ। फेरि धेरै पात काट्ने होइन, उयो तलको मात्रै यो 2टा काट्नेहरू काट्दिएँ। यो कटर पनि अलि राम्रो गर्नु होला। यहाँ अहिले मन्टो हालेछ, यो मन्टोलाई पनि यसरी चटक्क काट्दिने। यस्तो गर्दाखेरि यसमा भएको मलजल यिनले खान पनि पाउनु। यहाँ पनि मन्टो हालेछ, यसलाई छिनालिदिने। यहाँ नि मन्टो हालेछ, यसलाई छिनालिदिने। अनि यहाँ पनि यस मन्टो हालेछ, यसलाई पनि यसरी छिनालिदिने। अब यहाँ छैन, यहाँ यो पात भाँचिएर बिचरा फेरि गरेछ। यो मन्टो यसरी माथि पुगेछ, ठाउँ छैन, के गर्ने, दुःख सुखले निस्किरहेछ। अब यसलाई मैले यहाँबाट यो मन्टोलाई आफूले आफै बनाउने, आफै काट्ने हो के अरे गाइजहरू। यहाँबाट यसरी मैले यसरी चटक्क काटिदिएँ। यसरी काटिदिएपछि तपाईँको के हुन्छ भन्दा यहाँबाट फेरि मन्टा हाल्छ। यहाँबाट मन्टा हाल्छन्। यताततै मन्टा फिजारेर पछि पलाएका मन्टाले छिटो फल्दिन्छ। यसरी काँक्रालाई, लौकालाई, घिरम्लालाई, फर्सीलाई यसरी कटिङ गर्दा राम्रो हुन्छ। खुर्सानीलाई पनि कटिङ गर्दैन पर्छ, खुर्सानी पनि राम्रो हुन्छ। राम्रोसँग हाँगा फैलाएर फल्छ। हेर्नु खुर्सानीलाई, हेर्नु यो खुर्सानी यस्तो हलहल्ल यस्तो अग्लो भएको थियो। यस्तो राम्रो हलहल्ल अग्लो भएको थियो। म टुर गएको थिएँ, टुरबाट गएर आएर राति 10 बजे मैले यिनी मन्टा भिडियो बनाइनँ, मोबाइलमा चार्ज थिएन। यो मन्टा मैले यसरी चिमड्दिएँ। यसरी चिमड्दिएपछि ल हेर्नु, अब यी प्रत्येक पहिला यहाँ हाँगा हालेको थिएन, प्रत्येक पातबाट यी हाँगा यसरी हाँगा निस्केछन्। यसरी यस्तो गरेपछि बुटो बोलियो पनि हुन्छ, दह्रो बोलियो, हाँगा पनि धेरै फिजारिन्छन्, धेरै अग्लो पनि हुन्न, हावा लाग्दा पनि ढल्दैन, धेरै गाह्रो हुन्न, फल्न पनि एकदम राम्रोसित फल्छ। हेर्नु गाइसहरू, यसरी गर्नुहोला। पहिलाको जस्तो जमाना छैन, अहिले आधुनिक जमाना, आधुनिक तरिकाले कृषि गर्नुपर्छ। यसरी राम्रो हुन्छ है गाइजहरू।